पेज 9.2 एक्सरसाइज हेर्ने नि के पेज हेरिराखे ल यो हिसाब हामी फेरि रिकल गर्नेछौँ भन्नाले रिभिजन गर्ने ल यो x को स्क्वायर गर्ने प्लस अब यसमा हामीलाई फर्मुलामा लानु छ त y को स्क्वायर छ नि यसलाई पहिला ल्याउने त y को स्क्वायर गर्ने अनि यो स्क्वायर भयो अनि प्लस x स्क्वायर माइनस y स्क्वायर यही होइन अब यसलाई के गर्ने कुन फर्मुलामा लाने a को स्क्वायर प्लस b को स्क्वायर यसको फर्मुला के हुन्छ a प्लस b को होल स्क्वायर माइनस 2ab यो फर्मुलामा लाने यसलाई यो दुईटालाई मात्रै फेर्ने अब यो दुईटालाई लगौँ त के हामीलाई x प्लस y को स्क्वायर माइनस के हुन्छ 2 भनेको यो फर्मुलाको हो अनि यो भनेको मल्टिप्लाई भइहाल्यो अनि x को x स्क्वायर हुन्छ हो यता पनि अनि यतातिर x स्क्वायर अनि y को स्क्वायर प्लस x स्क्वायर y स्क्वायर के क्वेशनमा बुझाइरहेको छैन कुन यो स्क्वायर ल x स्क्वायर प्लस y स्क्वायर को होल स्क्वायर माइनस 2 अनि x स्क्वायर अनि y स्क्वायर अनि प्लस x स्क्वायर y स्क्वायर यो माइनस छैन होला छैन माइनस अब यसलाई नि गर्दाखेरि हामीले के गर्ने यसलाई सेम टु सेम सार्दिने x स्क्वायर प्लस y स्क्वायर को होल स्क्वायर हो अनि यो माइनसबाट यो माइनस 2 x स्क्वायर y स्क्वायरबाट x स्क्वायर y स्क्वायर माइनस गरिदिएपछि के बाँकी बस्छ बाँकी चाहिँ के बस्छ हो माइनस x स्क्वायर y स्क्वायर अनि यो x स्क्वायर y स्क्वायरलाई के गर्ने हो यो काट्ने होइन फर्मुलामा लाने यसलाई नि x स्क्वायर प्लस y स्क्वायर को होल स्क्वायर माइनस x स्क्वायर y स्क्वायर को होल स्क्वायर स्क्वायर छैन नि फेरि स्क्वायर त गयो केमा होलमा गयो अब यसलाई फेरि केमा लाने x स्क्वायर माइनस b स्क्वायर को फर्मुला के हुन्छ भनेर सोधिएपछि के भन्ने हो a माइनस b होल अनि a प्लस b होल अनि यही फर्मुलामा लाने त्यसपछि अनि a माइनस b a प्लस b गरिदिने अनि यसलाई नि a स्क्वायर हुन्छ प्लस x स्क्वायर हुन्छ अनि प्लस y स्क्वायर गर्ने अनि माइनस x y गर्ने अब अर्को यसलाई फेरि गर्ने x स्क्वायर प्लस y स्क्वायर फर्मुलामा के छ प्लस हाल्दिने अनि x y अब यसलाई मिलाएर लेखिदिँदाखेरि पनि हुन्छ मिलाएर नलेख्दा पनि हुन्छ माइनस अगाडि आयो यतातिर x स्क्वायर प्लस x y प्लस y स्क्वायर अनि यसलाई पनि x स्क्वायर प्लस x y प्लस y स्क्वायर यसको एक्सरसाइज 9.2 को 1 नंबर को a नंबर को यो 1 नंबर को बुझ्यो कुनै बनाइदिनु पर्छ 1 नंबर को f नंबर को एउटा f नंबर को बनाइदिनु पर्छ हो ल यस्तै हुन्छ ल f नम्बरमा के भनेको छ भनेपछि यो मेटाइदिन्छु यो साइडमा बनाइदिन्छु f नम्बरमा 32 p स्क्वायर प्लस 72
पी स्क्वायर क्यू स्क्वायर अनि प्लस यही होइन अनि सबभन्दा पहिले हामीले के गर्ने यसमा त 32 को स्क्वायर हुन्छ 32 को स्क्वायर नम्बर के हो 32 को स्क्वायर नम्बर जस्तै 4 को स्क्वायर नम्बर भनेको के 16 भयो भनेपछि यो 16 को स्क्वायर नम्बर कुन भयो 4 भयो कि भएन त्यस्तै 32 को स्क्वायर नम्बर कुन हो जाँदैन 32 लाई जाँदैन भने के गर्ने तीनटैमा हेर्ने यो यसमा पनि हेर्ने अनि कमन लिन त मिल्छ त कमन लिदिने हामी पहिला ल कमन लिदिने के 2 आयो ल 2 16 जा 32 2 16 जा 32 16 ल पी स्क्वायर पनि भयो प्लस अब कति 36 आयो 36 पी स्क्वायर क्यू स्क्वायर प्लस अब यसलाई नै डिभाइडेड गरेपछि के हुन्छ 81 अनि क्यू स्क्वायर यो भयो यो स्टेप त बुझ्यो अब अर्को स्टेपमा हामी के गर्छौं अर्को स्टेपमा जसरी यतातिर गर्यो त्यसरी नै गर्ने अनि अर्को स्टेपमा 2 अनि यो 16 को 4 को p को स्क्वायर भयो स्क्वायर हो कि के हो ए अब 4 अनि पछाडी पनि 4 नै 4 मिस्टेक भएछ ल यो स्क्वायर अनि प्लस गर्ने अनि यो 81 यता ल्याउने त 9 को क्यू को स्क्वायर भयो अनि अब हामीले प्लस 36 पी को यसलाई पनि किन छोड्ने र यसलाई पनि गर्दै हाल्ने नि कति 6 को पी को र क्यू को के भयो स्क्वायर भयो नि अब यो स्टेप भइदिएपछि अब अर्को स्टेपमा हामी के गर्ने यसलाई पहिला के गर्ने फर्मुलामा लाने a स्क्वायर प्लस b स्क्वायर को फर्मुला हामीलाई थाहा छ a प्लस b को होल स्क्वायर माइनस 2ab यही फर्मुलामा लाने हुन्छ यही फर्मुलामा लाने अनि यतातिर हेर्ने 2 को 2 नै हुन्छ 2 लाई के पनि गर्नु परेन अब यसलाई हामीले फर्मुलामा लाँदाखेरि 4p को स्क्वायर थम्नु एकैछिन है यो पहिला ठुलो ब्र्याकेट अनि 4p को स्क्वायर प्लस 9q को स्क्वायर को होल स्क्वायर भयो अनि यता माइनस 2 अनि के गर्ने ओए 2 अनि के गर्ने पोइन्ट अनि त्यसपछि यो 4p को स्क्वायर त्यसपछि 9q को स्क्वायर अनि के छ प्लस यसलाई चाहिँ 36 नै लेख्ने 36 p को स्क्वायर अनि q को स्क्वायर अब यो फर्मुलामा मेट दिइरहेको छु अब अर्को स्टेपमा के गर्ने यो 2 को 2 अनि यो ब्र्याकेट को ब्र्याकेट यो फर्मुला जस्ताको त्यस्तै लेखिदिने 4p को स्क्वायर प्लस 9q को स्क्वायर को होल स्क्वायर माइनस अनि अब यसलाई 2 4 जा 8 अनि 8 9 जा 72 अनि त्यसपछि के गर्ने p को स्क्वायर अनि यो q छ नि q को स्क्वायर प्लस 36 ब्र्याकेट होइन पहिले अहिले माइनस गर्नुपर्छ हामीलाई
यो यतातिर यो पनि नगर्ने, यतातिर 36 p को स्क्वायर र q को स्क्वायर गर्ने भइरहेछ नि। त यता 36 p को स्क्वायर र q को स्क्वायर बुझेन पछि सोध्ने है। अब यसलाई माइनस गरिदिएपछि 36 नै बाँकी बस्छ। त यसलाई सेम सार्दिने 2 यतातिर यो ब्र्याकेट थप्दिने, यो ब्र्याकेट भयो, यो p यसको स्क्वायर प्लस 9 को q को स्क्वायर यसको होल स्क्वायर भयो। अब माइनस त भनेपछि 36 p स्क्वायर यतातिर p स्क्वायर q स्क्वायर ल यही हुन्छ। अब यसलाई फेरि नि केमा लाने 4 को p को स्क्वायर प्लस 9 q को स्क्वायर अनि यसको 6 को ल। अब यो भनेको a भयो, यो भनेको b भयो, यो भनेको माइनस भयो। त यसलाई हामीले यसरी गर्न सक्छौँ। यो a को स्क्वायर माइनस b को स्क्वायर भनेको हामीलाई थाहा छ a माइनस b a प्लस b। यही फर्मुलामा अब लैजाने। यो 2 लाई के पनि नगर्ने, 2 भनेको कमन हो, यसलाई सेम छोडिदिने। अब यसलाई नि हामीले गर्दाखेरि के हुन्छ, सुरुमा यो ब्र्याकेट दियो अनि 4p को स्क्वायर प्लस 9q को स्क्वायर माइनस 6pq। अब अर्को स्टेपमा हामीले गर्दाखेरि यो हामीले यो गरेको यो गरेको अब यो गर्नु बाँकी छ, यो प्लस हो। प्लस वाला गर्दाखेरि हामीले यतातिर प्लस मात्रै थप्नु छ। त ल थप्दियो 4 को p को स्क्वायर प्लस 9 को q को स्क्वायर अनि प्लस 6p र q। अब यसलाई हामीले अगाडि पछाडि गर्न त सकिहाल्छौँ, त्यही गर्ने ल। 2 को 2 अनि यता हल अनि ल यो ब्र्याकेट 4p को स्क्वायर माइनस 6pq प्लस 9q को स्क्वायर भयो। अनि अब अर्कोमा हामीले 4p को स्क्वायर प्लस 6pq प्लस 9a को स्क्वायर यो भयो। यति गरिदिने, कहाँ बुझेन सोध्ने, आउँछ भने ठिक छ, नत्र भने अब के गर्ने सार्ने कि बनाउँछौ त तिमीहरूले छैन केही छैन, भिडियोमा हेरिहाल्ने हुन्छ। बनाएको कि तिमीहरूले यति सजिलो पनि हुन्छ। यो मेटाइदिन्छु 1 नम्बरको। अब हामी 2 नम्बरमा जाउँ। सबै आज रिकल गर्छ है, यो एक्सरसाइजको जति हामीले पढ्यो त्यति आज सब रिकल गर्ने। अनि त्यसपछि हामी 4 र 5 मा फेरि जाने, अनि भोलि फेरि 4 र 5 को फेरि रिकल गर्ने। अब 1.2 को 2 नम्बर, क्वेसन नम्बर 2 को ए नम्बरमा ल। अब यो हिसाब हेर्ने ल। अब यो हिसाबमा के गरेको छ भनेपछि हामीलाई x को पहिला स्क्वायरमा यस्तोमा लगेछ है, यसलाई a स्क्वायर प्लस b स्क्वायर को फर्मुलामा a प्लस b को होल स्क्वायर माइनस 2ab यही फर्मुला हुन्छ। यही फर्मुलामा लगेछ यसलाई। त पहिला यसलाई फर्मुला यस्तोमा लैजाऊ ल। ले आयो हो, यो 2 लाई स्क्वायर बनाइदियो, 2 2 जा 4 भइहाल्यो। अनि x को स्क्वायर यो स्क्वायर को सँगको